नमस्कार। नमस्कार। तपाईँको कति दिनपछि पालो आयो? 22 दिन। 22 दिनपछि पालो आयो अनि 22 दिनपछि पालो आयो भन्दा छ। अनि योभन्दा अगाडि तपाईँले कतिजना गुरुहरू लगाउनुभयो? 34 वटा। 34 जना। अनि हामीले एक दिन शमशान घाटमा काम गर्दाखेरि चमत्कार कस्तो देखायो? त्यहाँ काम गर्दा गर्दै सबै पहिला नराम्रो शब्दहरू बोल्नुहुन्थ्यो। मैले भनेको नि मान्नुहुन्थेन। जब त्यहाँ काम गरिसकेपछि खर्च पकाउने सबै थोक गर्नुहुन्छ। अहिले राम्रो कुराहरू भइरहेको छ। अनि काम गर्दा गर्दै एक्सन पायो। ओहो, अब म तपाईँलाई के भन्न चाहन्छु भने बाँकी भक्तजनहरूलाई के भन्न चाहनुहुन्छ? कति वर्षको समस्या हो यो? मेरो 11 वर्षको। 11 वर्षको समस्या, त्यो 34 जना गुरु लगाएर पनि तपाईँको समस्याको सावधान भएन। अनि हामी जस्तो मान्छेले काम गर्दाखेरि चाहिँ तपाईँको जस पायो? हामीले काम कहाँ कुन ठाउँमा काम गरेका थियौँ? हामीले मसान घाटमा काम गर्दा गर्दा काम भयो। काम गर्दा गर्दै हजुर त्यो दिन फोन गर्नु भएको थियो। त्यो दिन ठिकै बाज्नु भयो। त्यो पछाडि अहिले एकदम खुसी हुनुहुन्छ। अनि बाँकी भक्तजनहरूले तपाईँ के भन्न चाहनुहुन्छ? यहीँ आउनु होला भन्न चाहन्छु। अनि गुरुको नाम चाहिँ के हो? सुन्दर किङ गुरु। ओके, धन्यवाद। तपाईँले भन्नुभएको छ 34 जना गुरु लगायो, 11 वर्षको सम्बन्ध। सुन्दर किङ गुरुजीले शमशान घाटमा काम गर्दाखेरि तुरुन्तै भयो मेरो सम्बन्ध भन्नुभएको छ। तर उहाँले धेरै धेरै धन्यवाद।